गाइस, आज चाहिँ हामी धरान हिँड्दै जाँदैछौँ होइन। बाटो ब्लक भएर अनि कति धेरै मान्छेहरू चाहिँ गइसकेको छ। हामी चाहिँ म चाहिँ यसलाई पर्खिँदाखेरि चाहिँ हामी एकदम पछि परिरहेको छौँ। अब जातिबाट धरान धनकुटा टु धरान आज हुन्छ हाम्रो जर्नी चाहिँ ट्राभल। के छ यस्तो भिडहरू भत्केर क्या, त्यो बाटो नै ब्लक भइरहेछ। अनि बाटो पुरै ब्लक भइरहेछ। यहाँ त झन् त्यो बाटोको लिक उयो नै रहेनछ। त्यो बाटो पहिला थियो नि त्यो सब झरिरहेको रहेछ। अनि हामी चाहिँ आज धनकुटा धरान अब कति घन्टामा पुगिन्छ, बाटोमा के हुन्छ थाहा छैन। हामी आरामै छौँ अहिलेसम्म चाहिँ। अहिले भरे चाहिँ के हुने हो आई डोन्ट नो। बाटै छैन त ल। अनि यति धेरै बाटो खन्नु त कति टाइम लाग्ला होला। यता यता फाल्टै यहाँ फाल्टै बाटै छैन ल। बाटो किधर किधर हामी हिँड्दै गरेको चाहिँ 4 जना हो कि, तर 2 जना चाहिँ कहाँ हराउँछन्। धरान आउने बाटो सबै ब्लक छ ल। यस्तो बिजोक आम्मा। अब हाम्रो चाहिँ होइन मेन टार्गेट चाहिँ अब यो खोला रहन्छ। अनि पछि चाहिँ उता कोका ठाउँमा यस्तो झरेर नि आम्मा के भन्नु यस्तो छ बिजोक। छापक हिँड्नुपर्छ अब यसरी। म भिजे भन्दाखेरि भिजे यहाँ पनि गइरहेको छ। यहाँ पनि अब जान्छ नि होला। भन केही हाम्रो नेपालको स्थितिको बारेमा केही भन्न चाहन्छस्? यहाँ देश त डुब्ने लाग्यो। ए होइन, यहाँ देशको चिन्ता माया भन्छौ साँच्चै नबुझ्ने हो कि। बाटो घाटोको यहाँ कस्तो बिजो भएर छ। उसलाई चाहिँ दसैँको लुगाको टेन्सन छ। अनि यो बाटो बन्नु थोडा टाइम लाग्छ त। चिप्लेर लडियो भने चाहिँ मोबाइल पनि गयो। मलाई पक्ने यो खोला कसरी तर्ने होला क्या अब। आमा के भन्नु, बाटोको हालत पनि यो सुनसरी जिल्लाले वास्ता नगरेर हो नि त यस्तो भएको। अब कहाँ कुन बाटो जानु क्या, कुन बाटो कुन बाटो जानु अब? यहाँदेखि जानुपर्छ होला। हे राम
भन्नु र पानी परेर बिचो त्यस्तै अनि यहाँ सामान हेर्न सक्नुहुन्छ मेरो सामान यहाँ प्लास्टिक पनि बोकिरहेको छु यो हेर्नु कपी यो मेरो मिनिङ बुक हो क्या अनि त्यो के भन्छ एयरपोलाको खोला क्या खैरे खोला त तर्नु त बाफ्रे धनी पकाइ लग्यो भिडियो पनि गर्नु पाइएन उयो कि पानी परिरहेछ अनि यस्तो छ हालत होइन अब धरन जस पुग्न लागिसक्यो आधी बाटो पर चाहिँ हामी यस्तो हिँड्दै आएको आधी भयो रिङ्को आधीभन्दा ज्यादा भयो होला अनि पछि अब हामी जानुपर्ने भनेको यसरी निस्केर चाहिँ भन्ज्याङ पुगिन्छ है यस्तो बाटो ब्लक गरिरहेछ योहरू झरेर हाम्रो पछाडि पनि छ अब यहाँले झऱ्यो भने त नि मान्छे कहाँ पुगिन्छ हौ लडेको छ होला ओइ त्यही भएर त नि लाग्यो त हामी चाहिँ यहाँ एकजना मान्छेको कुरा गर्दैछौँ यसले बताउनै नसकेको मान्छेहरू होइन तर को त्यो ला भनेर त्यसलाई बोलाउ कि ए अब चाहिँ म बोल्छु भनेर अब यो रुख चाहिँ कसले पन्छाउने होला कस्तो ठुलो रुख छ ल त भिडियो गर तल खोला यहाँ मेरो नसा सुन्सेर कस्तो भइरहेछ यहाँबाट चाहिँ माथि रहेछ त फाइनली गाइस हामी गरेर होइन भिडियो बाटो गर्दै आएर चाहिँ हामी फाइनली हेर्नुहोस् धरान अब वहाँ तल हामी आइपुग्यौँ अझै बाँकी छ भने चाहिँ जस यति भएपछि साथ आएको जस्तो हुन्छ नि त कति कुराहरू त मैले देखाउन पनि सकिनँ होइन पानी परिरहेको बाटो अप्ठ्यारो थियो त्यही भएर चाहिँ हामी चाहिँ होइन त्यहाँ माथि दुईजना अङ्कलहरू भेट भयो अनि पछि उहाँहरूले चाहिँ लिफ्ट दिनुभयो उहाँले चाहिँ माथि गएर आउँदै हुँदो रहेछ वडा उहाँले लिफ्ट दिनुभयो अनि पछि हामीले चाहिँ त्यहाँदेखि ल्यान्ड भएर अहिले हामी रुममा एउटा खाँदैछ अब हामी खाजा खानु जान्छौँ